नमस्कार। यस भिडियोमा हामीले सिम्पल कास्ट कसरी सेटअप गर्ने भन्ने कुराको जानकारी दिन गइरहेका छौं। सबभन्दा सुरुमा सिम्पल कास्टमा डबल क्लिक गरेर रन गर्नुहोस्। त्यसपछि आई एग्रीमा क्लिक गर्नुहोस्। त्यसपछि नेक्स्ट गर्नुहोस् अनि इन्स्टल गर्नुहोस्। यसपश्चात सिम्पल कास्ट इन्स्टल हुन्छ अनि त्यसपछि रन गर्नुहोस्। यसमा क्लिक गर्नुहोस्। त्यसपछि सिम्पल कास्ट कम्प्लिटली इन्स्टल हुन्छ अनि इन्कोडरमा क्लिक गर्नुहोस्। त्यसपछि प्लस आइकनमा क्लिक गर्नुहोस् अनि MP3 एन्ड MP3 प्रोमा सिलेक्ट गरेर ओके गर्नुहोस्। त्यसपछि फर्म्याटमा जानुहोस् अनि 24 kbps वा 32 kbps मा क्लिक गर्नुहोस्। त्यसपछि अटो स्टार्ट इन्कोडर आफ्टर भनेर 3 सेकेन्ड गर्नुहोस्। त्यसपछि अटो रिकनेक्ट इन्कोडर आफ्टर भनेर 3 सेकेन्ड गर्नुहोस्। केही गरी इन्कोडर बन्द भएपछि 3 सेकेन्डपछि अटोमेटिक स्टार्ट हुन्छ। सर्भर आइपी मा हामीले पठाएको डिटेल अनुसार त्यसमा भर्नुहोस्। fm.prakash.net सर्भर पोर्ट कुनै फिक्स पोर्ट हुन्छ अनि पासवर्ड हामीले उपलब्ध गराए अनुसार पासवर्ड भर्नुहोस्। स्टेसन नेममा तपाईको स्टेसनको नाम राख्नुहोस् अनि वेबसाइट URL मा तपाईको स्टेसनको वेबसाइटको डिटेल्स राख्नुहोस्। सेभ स्ट्रिम टु फाइल भनेर क्लिक गर्दा पनि हुन्छ अथवा नगर्दा पनि हुन्छ अनि ओके गर्नुहोस्। त्यसपछि यसलाई कुनै साइडमा राख्नुहोस् अथवा हाइड गर्नुहोस् अनि कन्फिगमा जानुहोस्। त्यसपछि अटोमेटिकली स्टार्ट अन लोड भन्दा कम्प्युटर स्टार्ट हुँदाखेरि लोड गर्ने सिस्टमलाई क्लिक गर्नुहोस् अनि साउन्ड कार्डको इनपुट डिभाइस अनुसार माइक्रोसफ्ट साउन्ड म्यापर अथवा कुनैमा सिलेक्ट गर्नुहोस्। युजर नेममा प्रकाश गर्नुहोस्। PRACS पासवर्डमा के हामी पासवर्ड उपलब्ध गर्छौं त्यो अनुसार राख्नुहोस्। स्टेसन डिटेल्समा त्यहाँ क्लिक गरेपछि त्यो अटोमेटिकली प्रकाश भनेर आउँछ। सिलेक्ट गर्नुहोस्। त्यसपछि हिस्ट्री लगमा डेलीमा क्लिक गरिदिनुहोस्। रजिस्ट्रेसन कि हामीले उपलब्ध गराउँछौं त्यो कि त्यहाँ भर्दिनुहोस् अनि रजिस्टर गर्नुहोस्। त्यसपछि के एक्सेप्ट भन्छ ओके गरिदिनुहोस्। त्यसपछि फेरि ओके गरिदिनुहोस्। त्यसपछि इन्कोडरमा क्लिक गर्नुहोस् अनि त्यसमा डबल क्लिक वा फेरि एकचोटी क्लिक अथवा त्यसलाई ओपन गर्नुहोस्। स्टप गर्नुहोस्। फेरि कन्फिगमा जानुहोस्। त्यहाँ सेटिङ मिलेको छैन भने त्यसलाई राम्रोसँग मिलाउनुहोस् अथवा फेरि केही चेन्ज गर्न चाहनुहुन्छ भने चेन्ज गर्न पनि सकिन्छ। ओके गर्नुहोस्। त्यसपछि रन गर्नुहोस्। तपाईको इन्कोडिङ स्टार्ट भइसकेको छ। त्यसपछि स्टार्ट गर्नुहोस्। अब यो इन्टरनेटमा बन्दका लागि सुरु भइसक्यो। यसपछि केही चेन्ज चाहनुहुन्छ भने अथवा केही सिक्न चाहनुहुन्छ भने स्टप वा स्टार्ट गर्नुहोस्। हाइड गर्नुहोस्। हाइड गर्दाखेरि त्यो मुनि टास्क बारमा आएर बसिरहेको हुन्छ। क्लिक गर्नुहोस् त्यो खुल्छ। त्यो हराएको बेला त्यहाँबाट निकाल्न पनि सकिन्छ। यो धेरै साधारण सजिलो अनि भरपर्दो माध्यम हो। इन्कोडरमा क्लिक गर्नुहोस्। फेरि इन्कोडिङ भइरहेको छ। यसलाई स्टप पनि गर्न सक्नुहुन्छ। फेरि प्ले गर्नको लागि त्यहाँ क्लिक गर्नुहोस्। प्ले भयो। हाइड गरिदिनुहोस्। स्टार्ट गरेपछि अनलाइनमा बन्न सुरु हुन्छ। सिम्पल कास्टको प्रोसेस यही नै छ। थ्यांक यू भेरी मच।